स्थापना कालदेखि सन् 2003 देखि अनवरत रूपमा मैले आफ्नो समय विचार र आफ्ना आस्थालाई गैर आवासीय नेपाली सङ्घ बेल्जियम मार्फत अगाडि बढाइरहेको कुरा यहाँहरूमा सर्वविदितै छ। सन् 2006 मा पहिलो पटक निर्वाचित कार्य समितिमा उपाध्यक्ष रहँदै सन् 2008 को कार्य समितिको सल्लाहकार, 2010 को कार्य समितिको सल्लाहकार र विभिन्न केन्द्रीय टास्क फोर्समा काम गर्दै आजको मितिसम्म आइपुग्दा गत निर्वाचनमा आज यसै महिनाको 2 वर्ष पहिलाको निर्वाचनमा गैर आवासीय नेपाली सङ्घ बेल्जियमको प्रत्याशी अध्यक्षको उम्मेदवारको हैसियतले पनि पुनः एकपटक यस अभियानसँग मेरो नाता गाँसिएका कारण, यस अभियानसँग मेरो नाता जोडिएका कारण र यस अभियानबाट म अलग हुन नसक्ने मेरो आफ्नो दृढ प्रतिज्ञा र विश्वासका कारण पुनः एकपटक बेल्जियमवासी नेपाली दाजुभाइहरूको माझमा पुनः एकपटक हिजो मलाई मतदानमा मत दिएका र नदिएका दुवै पक्षहरूलाई दुवै साथीहरूलाई एकपटक समेटेर फेरि एकपटक यिनीहरूको अभियानमा नेतृत्व गर्ने जमर्को लिएर केही स्पष्ट आकारसहित, स्पष्ट खाकासहित, स्पष्ट कार्ययोजनासहित यहाँको बिचमा आएको छु र गैर आवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय विधानले, गैर आवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय आचार संहिताले र गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद बेल्जियमको आचार संहिता र निर्वाचन कार्यतालिकाले दिएका सम्पूर्ण मापदण्डहरूलाई पुरा गर्दै, सम्पूर्ण आचार संहिताहरूलाई अक्षरशः पालना गर्दै म यहाँहरूको बिचमा निर्वाचनको सङ्घारमा उभिएको छु। निर्वाचनको सङ्घारमा उभिँदै गर्दा कुनै एकजना व्यक्ति मात्र सिङ्गो संस्था सञ्चालनको लागि, सिङ्गो संस्थाको विधि र गतिविधि प्रक्रियाहरूलाई अगाडि बढाउनको लागि सक्षम हुन सक्दैन। तसर्थ मैले बेल्जियममा रहेका सम्पूर्ण नेपालीहरूलाई एकीकृत गर्ने अभिप्रायले बेल्जियममा रहेका विभिन्न जाति, भाषा, भाषी, धर्म र लिङ्गका सबै व्यक्तित्व र वर्गहरूलाई समावेश गर्दै एउटा समावेशी टिम भन्यो भने अहिले आचार संहिताको कुरा आउन सक्छ। तथापि मैले एउटा प्रतिबद्धता के जाहेर गर्न चाहन्छु भने गैर आवासीय नेपाली सङ्घको अभियानमा हरेक बिन्दुबाट, हरेक कोणबाट त्यो संस्थाले अपनाएका आचार संहिता र विधानलाई मैले पालना गर्न म प्रतिबद्ध छु। तथापि म आफू एक्लैले यो सङ्गठनलाई, गैर आवासीय नेपाली सङ्घलाई सञ्चालन गर्न म असमर्थ छु। त्यसै कारणले यो 2 वर्षको भावी कार्यक्रम र विगतका मेरा अनुभवहरूलाई म एक्लैले मात्रै बेल्जियमको नेपाली समुदायलाई एकीकृत गरेर लान र गैर आवासीय नेपाली सङ्घको अभियानलाई एक्लै मैले थाम्न सक्छु भन्ने मलाई विश्वास छैन। त्यसै कारणले बेल्जियममा रहेका विभिन्न वर्ग, क्षेत्र, समुदाय, जाति र विभिन्न भाषीहरूको समुच्च रूपमा एउटा समावेशीकरण, यसको मतलब एउटा प्यानल होइन। यसलाई तपाईँहरूले यसरी नबुझिदिनु होला कि कुनै पनि एउटा घर चलाउनको लागि पनि छोरीको जरुरी हुन्छ, त्यसै गरी एउटा संस्था परिचालनको लागि, संस्था सञ्चालनको लागि पनि एउटा अध्यक्षले मात्र केही गर्न सक्दैन, एउटा महासचिवले मात्र केही गर्न सक्दैन, एउटा सदस्यले मात्र केही गर्न सक्दैन। तसर्थ मैले स्पष्ट कार्यक्रमका साथ, स्पष्ट 2 वर्षे कार्यनीतिका साथ यहाँको बिचमा आएको छु। मेरो परिचय सहित मैले अब बाँकी मेरो एउटा टिममा एउटा प्यानल नबनाऊ, म के गर्न गइरहेको छु भन्नेको पछाडि पनि मैले कस्तो एउटा चाहिँ टिमलाई अगाडि लिएर आएको छु भन्ने कुरा 2 मिनटमा म यहाँको अगाडि राख्न चाहन्छु। बेल्जियमको नेपाली समुदाय हामी आज 15 वर्षसम्म बेल्जियममा बसिरहेका छौँ। झन्डै 25 वर्ष पहिलादेखि नेपालीहरूको बसोबास बेल्जियममा बसेको छ। विगत 5-10 वर्षदेखि नेपालीहरूको बसाइको सँगसँगै यहाँ 45 देखि 50 वटा सङ्घ संस्थाहरू हामीहरूको बिचमा छन्। ती सङ्घ संस्थाहरूले नेपालको रीतिरिवाज, नेपालको कला र संस्कृति, नेपालको वेशभूषा, नेपालका सम्पदा र नेपालको आवश्यकताहरूलाई आफ्नो किसिमबाट, आफ्नो ढङ्गबाट यहाँ उजागर गर्दै आउनुभएको छ। तसर्थ यहाँ रहेका सबै जातीय सङ्गठनहरू, यहाँ रहेका धेरैजसो वैचारिक सङ्गठनहरू, धेरैजसो सामाजिक संस्थाहरू र धेरैजसो वर्गीय र एउटा लैङ्गिक सङ्गठनहरूको एउटा सामूहिक टिम निर्माण गरेर बेल्जियमको नेपाली समुदायलाई एकीकृत गर्न सकिन्छ। गैर आवासीय नेपाली सङ्घको अभियानलाई एकीकृत रूपमा अगाडि लान सकिन्छ र गैर आवासीय नेपाली सङ्घलाई सबैको साझा संस्थाको रूपमा स्थापित गर्न सकिन्छ र गैर आवासीय नेपाली सङ्घको जुन एउटा मूल मर्म, जुन उच्च आदर्श छ त्यसलाई पुरा गर्नको लागि एउटा व्यक्ति सम्भव हुन सक्दैन। तसर्थ म एउटा समावेशीकरणलाई विश्वास गरेको छु। नेपालको बहुभाषी र बहुजातिक पहिचानलाई मैले विश्वास गरेको छु। तसर्थ मेरा 2 वर्षका भावी कार्यक्रमहरूलाई यहाँ अगाडि प्रस्तुत गर्ने अनुमति चाहन्छु। निर्वाचन आयुक्तज्यूसँग म विनम्रताका साथ अनुरोध गर्न चाहन्छु। केन्द्रीय सल्लाहकार महोदयहरू यहाँ 2 जना हुनुहुन्छ, आइसिस सदस्यहरू हुनुहुन्छ। मैले यो कुरा फेरि पुनः स्मरण गराउन चाहन्छु कि यहाँबाट यो नहोस्, यहाँहरू
गौतमले प्यानल खडा गर्यो। त्यो कदापि होइन। गङ्गाधर गौतमले बेल्जियममा रहेका नेपालीहरूको तर्फबाट आएका धेरै उम्मेदवारहरूको व्यक्तिगत उम्मेदवारीलाई मैले समावेश गरेर जुन व्यक्तिहरूले गएर आवासीय नेपाली सङ्घको एउटा अभियानमा आफ्नो दिल, आफ्नो रुचि, आफ्नो अभिरुचिका साथै आउनुभएको छ, उहाँहरूलाई समष्टिगत गर्दै यी व्यक्तिहरूको समूह टिमबाट म नेतृत्व गरेर यो 2 वर्षको कार्यकाल पुरा गर्न सक्छु भन्ने मेरो यो अठोट हो। यो मेरो प्रभावमा, मेरो दबावमा र मैले आफूले प्यानल खडा गरेको होइन। जो साथीहरू स्वतस्फूर्त रूपमा एनआरएको अभियानमा आउनुभएको छ ती साथीहरूलाई टिपेर जसरी एउटा पुल बनाउनको लागि पनि, एउटा रिङ बनाउनको लागि पनि धागोहरू जसरी जोड्नुपर्छ, त्यसै गरी संस्था परिचालनको लागि पनि त्यही सबै स्वतस्फूर्त आएका उम्मेदवारहरूलाई एकीकृत गरेर मैले एउटा समावेशीकरणको टिम बनाएको छु। यसलाई अन्यथा नलिदिनको लागि पुनः विनम्रताका साथ अनुरोध गर्दै मेरा आफ्ना प्रतिबद्धताहरू, सिङ्गो 2 वर्ष कार्यनीतिहरू यहाँ प्रस्तुत गर्न चाहन्छु। कृपया 2 मिनट मेरो समय बढी हुन सक्छ, मलाई लाग्छ 10 मा नभए 12 मिनटमा सिद्धिनेछ। त्यसको लागि म पुनः अनुरोध गर्दै म अगाडि गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद बेल्जियम समावेशी समूहद्वारा 2 वर्ष कार्यकालका लागि प्रस्तुत प्रतिबद्धता। गैर आवासीय नेपाली सङ्घ बेल्जियमका आगामी कार्यकाल 15-17 का लागि बेल्जियमका सबै क्षेत्र, विचार, समुदाय तथा फरक क्षेत्र क्षमता भएका व्यक्तिहरूलाई एकीकृत समूह नेपाली समुदाय बेल्जियममा सकारात्मक सामाजिक रूपान्तरणका लागि विगत 15 वर्षबाट अनवरत रूपमा लाग्दै आइरहेका वृहत समुदायको भावनाको प्रतिनिधित्व गरेको समूह हो गैर आवासीय नेपाली सङ्घ। नेपाली सङ्घको अभियानमा लगेको एनआरएन बेल्जियमको संस्थागत विकास लाग्दै यस सङ्घलाई यहाँसम्म ल्याइ पुर्याउन योगदान गरेको र आगामी दिनमा सङ्गठनलाई उचाइमा नयाँ चुरीमा पुर्याउने यथेष्ट सम्भावना बोकेको सङ्गठनकामा काम कारबाही र बौद्धिक तथा साङ्गठनिक हिसाब हितका लागि उत्प्रेरित फरक सामाजिक तबकाका समूह भन्ने स्पष्ट पार्न चाहन्छौँ। यस समूहले आगामी 2 वर्ष नीति तथा कार्यक्रम निम्न कमिटीमा रहेको प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ। गैर आवासीय नेपाली सङ्घ बेल्जियमलाई यहाँसम्म ल्याउन भूमिका निर्वाह गर्नुभएका सबै अग्रजहरूप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै गैर आवासीय नेपाली सङ्घ बेल्जियमलाई सबैको साझा र अपनत्व महसुस गराउन र भावनात्मक रूपमा पनि सबै तह तबकाहरूको भावना तथा मर्मलाई सम्बोधन र उचित व्यवस्थापन गर्नको लागि यो समूह सधैँ प्रतिबद्ध तथा उदार रहेको स्पष्ट पार्न चाहन्छौँ। एनआरएन अभियानका अकाट्य मर्महरूलाई अक्षरशः पालन गर्दै एनआरएन आइसिसीको विधान, आचार संहिता र आइसिसीका सर्कुलरहरूलाई पालना गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ। एनआरएन बेल्जियमद्वारा नेपालमा हुने विभिन्न प्राकृतिक प्रकोपहरूका सहयोगका लागि स्थापित आपतकालीन राहत कोष अनुकरणीय कार्य थियो। यस कोषमा जम्मा भएको रकम बाहेक आउने कार्यकालमा 20,000 युरो वृद्धि गरिनेछ। आगामी 2 वर्ष कार्यकालमा विभिन्न आयमूलक कामहरू र इच्छुक चन्दादाताहरूबाट सहयोग र चन्दा मार्फत करिब 20,000 युरो थप गरिने र कोष परिचालनका लागि विशेषज्ञहरूबाट सुझावका आधारमा स्पष्ट कोष परिचालन सम्बन्धी नियमबद्धता कार्यदल बनाई कोष परिचालन गरिन्छ। यो 2 नम्बरमा जुन निवर्तमान हुन गइरहेको वर्तमान कार्यसमितिका अध्यक्षले पुरानो कार्यकालमा जुन एउटा आफूले 5,000 युरोको अक्षय कोषको घोषणा गरेर एउटा परोपकारी कोषको घोषणा गर्नुभएको थियो, त्यही कोषलाई निरन्तरता दिनको लागि, त्यो त्यही परोपकारी कोषलाई निरन्तरता दिनको लागि हाम्रो कार्यकालमा 20,000 युरो चाहिँ त्यसमा थप गरेर अगाडि बढाउने कुराको प्रतिबद्धता हामीले बेल्जियममा गैर कानुन बसाएका नेपालीहरूलाई वैधानिकता दिलाउने कार्य हाम्रो निरन्तर र पहुँचभन्दा बाहिर रहेको कुरा हो। यो सबैमा विदितै छ। यहाँको राष्ट्रिय नीतिमा हामीले हाम्रो प्रभाव पार्न सक्ने अत्यन्तै न्यून सम्भावना रहन्छ। यद्यपि गैर कानुनी बसाइमा रहेका नेपालीहरूको हितका लागि परामर्श, वकिल व्यवस्थापन, कागजहरूमा सहयोग गर्नको लागि यस सम्बन्धी अनुभव तथा क्षमता भएका व्यक्तिहरूको एक कार्यदल बनाई काम कारबाही अगाडि बढाउनेछ। हाल गर्दै आइरहेका सम्बन्धित अधिकारीहरूसँग वार्ता, संवाद, डेलिगेसन, गृह मन्त्रालय लगायतका प्रतिनिधि तथा यससँग सम्बन्धित मन्त्रालयहरूमा छलफल तथा संवादहरूलाई घनीभूत बनाइनेछ। साथै बिना आधिकारिक कागज तथा आधार बिना गरिएका डिपोर्टेसन सम्बन्धी व्यक्तिको इच्छा बेगर नेपालको अध्यागमन विधामा स्वीकार नगर्न नेपाल सरकारसँग व्यवस्था गरिनेछ। लामो समयबाट खर्च एवं विवादमा रहेको महत्त्वाकांक्षी परियोजना नेपाल हाउसको स्थापनाको लागि यहाँ रहेका सबै पक्षहरूसँगको छलफल, सहयोग र परामर्शबाट एक ठोस कार्ययोजना बनाइनेछ। 50% व्यावसायिक र 50% एनआरएन बेल्जियमको स्वामित्व रहने गरी बढीमा 5 वर्षको योजना बनाई केही आधारभूत कामहरू सुरु यो कार्यकालबाट नै गरिनेछ। सर्वप्रथम सो अभियानको लागि यस कमिटीका पदाधिकारी, आइसिसी सदस्यहरू र सल्लाहकारहरूबाट अभियानमा आफूले तोकेको र बोलेको वचन गरेको रकमलाई त्यहाँ प्रस्तुत गरिनेछ। समितिले महिला समूह मार्फत दूरदराजमा आङ खसेका कम्तीमा 50 महिलाहरूको शल्यक्रियाका लागि आर्थिक सहयोग गरिनेछ। यो कार्यक्रम बेल्जियममा रहेका
मनकारीहरू र व्यवसायहरू मार्फत कम्तीमा 50 अनाथ बालबालिकाहरूको माध्यमिक तहसम्मको शिक्षामा सहयोग जुटाउनेछ। यो सहयोग 10 वर्षसम्मको हुनेछ। बेल्जियमको अवैधानिक बसाइमा रहेका महिला दिदीबहिनीहरूलाई पर्ने समस्या सहयोग र महिला समिति मार्फत सहयोग पुर्याइनेछ। खाडी मुलुकमा लगायत अन्य देशमा हुने महिला शोषण श्रम शोषणलाई कम गर्नको लागि एनआरए आइसिसी मार्फत अभियानमा सशक्त बनाइनेछ। सुरक्षित आप्रवासनको लागि श्रम सम्झौता श्रम सहचारीको व्यवस्था जस्ता कुराहरूमा ग्लोबल कन्फरेन्स नीति तथा कार्यक्रमकै रूपमा ल्याउन पहल गरिन्छ। नेपाली मूलका बालबालिकाहरूको खेलकुद विकासका लागि कुनै एक खेलमा युरोप स्तरीय रनिङ शिल्प स्थापना गरिनेछ। यहाँबाट नयाँ पुस्तामा एनआरए बीचको सञ्जाल भातृत्वको भावनाको विकास हुनेछ भने खेलकुदभित्रको क्षेत्रको समेत विकास भएर आउँछ। नम्बर 6 मा हामीहरूले स्पष्ट के पार्न चाहन्छौँ भने गैर आवासीय नेपाली सङ्घको पहिलो निर्वाचित कार्य समितिले बेल्जियममा रनिङ शिल भलिबल प्रतियोगितालाई सुरुवात गरेको थियो। त्यो रनिङ शिल भलिबल प्रतियोगिता अहिले पुरा नभइसकेको अवस्था छ र अहिलेको अवस्थाले रनिङ शिल भलिबल प्रतियोगिता भन्दा पनि फुटबलतर्फ हाम्रा युवाहरू हाम्रा अहिलेका बालबालिकाहरू फुटबलतिर आकर्षित भएको हुँदा आउने यस कार्य समितिले यदि हामीहरूलाई बेल्जियमवासीहरूलाई अवसर दिनुभयो भने त्यो दुई बीचको चाहिँ समन्वयबाट एउटा युरोप स्तरीय रनिङ शिल प्रतियोगिताको सुरुवात हाम्रो कार्यकालमा हुनेछ भन्ने कुरा प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ। गैर आवासीय नेपाली सङ्घ बेल्जियमप्रति सबै बेल्जियममा पर्ने नेपालीको चासो अपनत्व तथा सरकारलाई अभिवृद्धि गर्नको लागि यस समितिले राखेका सबै कार्यक्रमहरूमा गैर आवासीय नेपाली सङ्घ बेल्जियमका पञ्जीकृत सदस्यलाई कार्यक्रममा 25% प्रवेश शुल्क मिना गरिनेछ। यसबाट संस्थाको संस्था अभिवृद्धि हुने लक्ष्य राखेको छ। यसमा भन्नु खोजेको के हो भने गैर आवासीय नेपाली सङ्घ बेल्जियमले राखेका अनेक कार्यक्रमहरूमा जुनसुकै च्यारिटी कार्यक्रमहरू होस् जुनसुकै सांस्कृतिक कार्यक्रमहरू ती कार्यक्रममा जुन साधारण सदस्य बनेको छ उसलाई 25% हामीहरूले छुट दियो भने अर्को कार्यकाल हामीहरू संस्था अभिवृद्धि गर्नको लागि यो 2100 होइन 4000 गैर आवासीय नेपाली सङ्घको संस्था अभिवृद्धि हुनेछ। गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदको राष्ट्रमा पुनर्निर्माणको अभियानमा सहकार्य गर्दै नेपालमा गएको विनाशकारी भूकम्पबाट प्रभावित हुने कुनै एक विद्यालय हामी बेल्जियमवासी नेपालीको आपसी सल्लाह छलफल त्यस क्षेत्रको आवश्यकता लगायत विभिन्न पक्षको मूल्याङ्कन गरेर यहाँका विभिन्न नेपाली तथा बेल्जियन एनजिओहरूको सहयोगमा एनआरए बेल्जियम मार्फत एक शैक्षिक संस्था पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ। एनआरए बेल्जियमको आर्थिक पक्षलाई मजबुत बनाउनको लागि विभिन्न आयमूलक कार्यक्रमहरू गरिनेछ। नेपाली कला संस्कृतिको प्रवर्धन तथा अन्तर्राष्ट्रियकरण गर्दै नेपाली समुदाय बेल्जियमलाई एकै स्थानमा उपस्थित गराएर मनोरञ्जन दिने तथा सङ्गठनको आर्थिक पक्षलाई समेत मजबुत बनाउन विभिन्न कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम पिकनिक जस्ता कार्यक्रमको आयोजना गरिन्छ। गैर आवासीय नेपाली सङ्घ बेल्जियमद्वारा विगतबाट गर्दै आइरहेका सबै कार्यक्रमहरूलाई निरन्तरता दिन्छ। त्यस्तै आइसिसीले सञ्चालन गरेका विशेष परियोजनाहरू पूर्व अध्यक्ष देवमान हिराचन्दद्वारा सञ्चालित ग्लोबल इन्भेस्टमेन्ट निवर्तमान अध्यक्ष जीवा लामिछानेद्वारा सञ्चालित कलेक्टिभ इन्भेस्टमेन्ट र वर्तमान शेष कलेजले नेतृत्व गर्नुभएको नेपालमा बन्न लागेको एनआरएन कार्यालय र नेपालको पुनर्निर्माण 35 करोड परियोजनामा साङ्गठनिक सहभागिता जनाइनेछ। सङ्गठनको आर्थिक प्रशासनिक साङ्गठनिक हितका लागि त्यस क्षेत्रमा दक्का लाग्ने मित्रहरूको कार्यदलबाट कार्यविधि तथा सङ्गठनलाई अझै सशक्त बनाइनेछ। सङ्गठनको हरेक कुरालाई सार्वजनिकका लागि वेबसाइट मार्फत हामीसँग भएका विशेषज्ञहरूको सहयोग अझै मजबुत बनाइनेछ। बेल्जियममा बसोबास गर्ने नेपालीहरूलाई अल्पसङ्ख्यक समुदायको रूपमा द जनरल कन्फरेन्स अफ द इन्टरनेसनल लेबर अर्गनाइजेसन अन्तर्गत एडियन्स एन्ड द ट्राइबल पिपुल्स कन्भेन्सन 1989 जुन एउटा सूचीकृत गरी नेपालीहरूलाई थप सुविधा दिनको लागि यसको मतलब के छ भने संस्थाका हरेक राष्ट्रहरूमा हरेक देशमा अल्पसङ्ख्यकहरूको चाहिँ एउटा अल्पसङ्ख्यक नागरिकहरूको लागि विशेष व्यवस्था छ। हामी अहिले 10,000 भाडाहरूमा नेपालीहरू बेल्जियममा भएको अवस्था छ भने हामी पनि यहाँ अल्पसङ्ख्यकको तर्फबाट पाउने सुविधाको लागि हामीहरू प्रयत्न गर्नेछौँ भन्ने कुरालाई उठान गर्न खोजिएको छ। सुविधा दिनको लागि यहाँको सरकारका अधिकारीहरूसँग भेटवार्ताहरूका विषयमा उठान गरिन्छ। यद्यपि यो उद्देश्य त्यति सहज र प्राप्त हुन नसक्ने हुनाले यो कार्यकालबाट एक अभियानको रूपमा स्थापित गरिन्छ। केही वर्षमा यो अभियानले सार्थकता पाउने कुरा हामी अपेक्षा गरिन्छ। अन्तमा पनि छ there is no sun without the show and it is the stable to know the light। हामीले गैर आवासीय नेपाली सङ्घ बेल्जियमको संस्थागत विकास नेपाली समुदाय बेल्जियमको हितका लागि हामीसँग भएको क्षमता र विवेकको उच्च परिचालन गर्छौँ। यद्यपि हामी निपुण छौँ भन्दैनौँ, यहाँको सकारात्मक वस्तुगत सहयोगको सधैँ याचना गर्छौँ, अपेक्षा गर्छौँ। यहाँको भावनाको उच्च सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दै यहाँहरूको अमूल्य जनादेश हामीलाई दिनुहुने हार्दिक अनुरोध गर्छौँ। नेपाली समुदायको हितमा लागि सबै एकजुट भएर हात उठाएर गर्दै सहयोग गर्नुहुन सबै अन्तर्राष्ट्रिय विभिन्न देशका राष्ट्रिय समन्वय समिति र बेल्जियममा रहेका गैर आवासीय नेपालीप्रति हार्दिक आग्रह गर्दै पुनः एकपटक
पटक हामी निर्वाचनको सङ्घारमा छौँ। अझै हामीहरूसँग एक दिन बाँकी रहेको छ। गैर आवासीय नेपाली सङ्घलाई सबैको जित, कसैको पनि हात नहुने परिस्थितिको सिर्जना गर्नको लागि हामीहरूको एउटा समावेश समूह अहिले पनि तयार छ। त्यसको लागि अझै पनि सबैले विजय हासिल गरोस्, सबैको एनआरएन बनोस्, सबैको साझा एनआरएन बनोस्। जय एनआरएन, जय नेपाल। यो आगामी 30 अगस्त 2015 का दिन हुन गइरहेको एनआरएन को आम निर्वाचनमा म स्वतन्त्र अध्यक्ष पदको लागि स्वतन्त्र उम्मेदवार हुँ र अब म एउटा कलाकार भएको नाताले हाम्रो साथी राजनीतिज्ञ हुनुहुन्छ, विद्यार्थी कालदेखि राजनीति भाषण गर्दै आउनु भएको उहाँले आफ्नो कला देखाउनु बोलेर म कलाकार भएको हुनाले मैले बच्चादेखि गीत गाउन सिकेँ है। अब भाषणभन्दा पनि म एउटा सानो एउटा यो मेरो खास गरी यो गीत मैले मेरो के अरे यो रेकर्डिङको अन्तिम तयारीमा पुगेको छ। तैपनि म यसलाई यहाँ अस्ति यहाँले पनि देख्नु भएको थियो होला, सद्भाव राख सबैमा, सम्मान गर सबैलाई भन्ने एउटा गीत मैले नारा सहित देखेको थिएँ। त्यो वास्तवमा त्यो नारा नभएर त्यो मेरो आफ्नो गीतै हो, त्यो मेरो कम्प्लिट गीत हो। त्यो रेकर्डिङको सिलसिलामा छ। म त्यसलाई एक लाइन यहाँहरूलाई सद्भाव राख सबैमा, सम्मान गर सबैलाई, सद्भाव राख सबैमा, सम्मान गर सबैलाई, सद्भाव राख सबैमा, मानवताको चिनारी देऊ, जीवन अनमोल छ हाम्रो, बाँच अनि बाँच्न सिकाऊ, जीवन अनमोल छ हाम्रो, बाँच अनि बाँच्न सिकाऊ। यता हाँसो छ कसैको, उता चितकार छ, लाजमा टेकी शिखर चुम्ने मानिसलाई धिक्कार छ। रातो राम्रो भन्छन् कोही, निलो राम्रो भन्छन्, जता हेऱ्यौ खिचा खानी, लडाई असमान छन्। जातमा विभेद, धर्ममा विभेद, रङ्गमा विभेद, वर्गमा विभेद, विभेदै विभेदको यो दुनियाँमा समानता प्रवाह गर्ने सद्भाव नै हो। थ्याङ्क यू। भाषण गर्नु मलाई आउँदैन। म एउटै विषयमा स्पष्ट के गर्न चाहन्छु भने सबैले भन्नुहुन्छ एनआरएन। एनआरएन बेल्जियम हाम्रो साझा संस्था हो। के यो सबैको साझा संस्थै हो त? के यो सबैको छाता सङ्गठन नै हो त? यदि हो भने अहिलेसम्म पुष्टि के भएको छ? यो कसरी भयो? यसले निर्वाह गर्नुपर्ने भूमिका के हो? तपाईहरुले यो मैले जुन सोच बनाएको छु यो तपाईहरुले खोज्नु पर्ने हो। म पनि बताउँछु थोरै, तपाईहरुले पनि खोज्नु होला सँगसँगै। एनआरएन को भूमिका के हो? कि एनआरएन को भूमिका भने यहाँबाट पैसा उठाउने, नेपालमा चाहिँ के अरे सहयोग गर्ने, त्यो मात्र हो र हाम्रो भूमिका? एनआरएन को त्यो मूल मर्म हो। यहाँबाट हामीले सहयोग गरेर यहाँको सिप, यहाँ हामीले कलेक्सन गरेको सिप, यहाँको धनहरू नेपालमा लगानी गर्ने, त्यो वातावरण तयार गर्ने एनआरएन को यो मूल मन्त्र हो भने एनआरएन बेल्जियमको के यो बेल्जियमको नेपालीहरूप्रति कुनै अभिभाव मतलब यसको जिम्मेवार छैन। यहाँनिर 40-45 लगभग 49वटा संस्थाहरू छ। एनआरएन को बेल्जियममा यतिको मान्छेहरू त आउँदो रहेछ नि त, सबै संस्थाको लिड गरेकै साथीहरू हुनुहुन्छ। एनआरएन चाहिँ नेपाल महोत्सवमा के सबै जम्मा हुन्छ? सोच्नु पर्यो तपाईहरुले, हामी पनि सोचौँ।
एनआरएनको साझा संस्था बनाउनलाई त हामीले के गर्न सक्नुपर्छ? फर इक्जाम्पल सबै साथीहरूले भन्नुभयो यङ जेनेरेसनलाई हामीले ल्याउँछौँ, यता नाच्छौँ उता नचाउँछौँ। नाच्न र नचाउनु यङ कलेक्सनहरूलाई यङ जेनेरेसनहरूलाई समेट्न त्यति सजिलो छ जस्तो मलाई लाग्छ। तपाईँहरूले आऊ केटा हो, म तिमीहरूलाई चाहिँ यो फुटबल दिन्छु, फुटबल खेल वातावरण, यो वातावरण बनाउने कसरी? हामी त्यहाँ जाउँ न। एउटा एनआरएन भनेको एउटा राजनैतिक रहित साझा संस्था हो। यसमा चाहिँ जनप्रगतिशील मञ्च बनाएको छ, के बनाएको छ, फोरम बनाएको छ, के बनाएको छ। यो गुट उपगुट छोडिदिनु। यो साझा संस्थालाई राजनीति रहित गर्ने चाहिँ एउटा साझा हुनु दिनुहोस्। यसको तपाईँहरू राजनीति अभ्यास गर्नु छ भने अर्को थलो बनाउनुहोस्, तपाईँको आफ्नो संस्था छ। तर यो एनआरएन चाहिँ राजनीति अभ्यास गर्ने थलो होइन जस्तो मलाई लाग्छ। म बेल्जियममा आएको तपाईँको लगभग 2000बाट म यहाँ छु, 10-15 वर्ष भयो। यो एनआरएनको हरेक क्रियाकलापमा म नजिकबाट मैले हेरिरहेको छु। म नजिकबाट म एनआरएनसँग सम्बन्धित छु। म हरेक कार्यक्रममा एनआरएनको कार्यक्रममा म इन्भल्भ पनि भएको छु। तर यहाँ देखिएको के छ भन्दाखेरि अस्ति यहाँ हाम्रो साथीले एकजनाले भनिदिनु भयो, तिमी स्वतन्त्र उम्मेदवार हो, तिमी जितेर के गर्छ? हामी काम गर्नै दिन्नौ। यो होइन नि त तरिका। यो संस्था कसको? जिम्मेवार कसको? यहाँनिर यङ जेनेरेसनहरू मैले पनि भोगेको छु पीडा। मेरो पनि छोरा छ, जस्तो छोराछोरीहरू छन् जुन अहिले हुर्केर चिनिए जस्तो हुनुहुन्छ, उहाँ कुलतिर लागिसक्नु भएको छ। यसतिर एनआरएनको कहिले ध्यान पुग्यो? एनआरएन त त्यही हो, नेपालबाट कोही नेता आउँछ भने छेउमा बसेर निश्चय आज फोटो खिच्यो पठायो, बस त्यति हो। पैसा कलेक्सन गर्यो, हजुर यो लगाएर फलाना ठाउँमा पठाइदिनुहोस् अरे, पैसा पठाइदियो सिक्यो। त्यतिले मात्रै एनआरएन बेल्जियमको चाहिँ यो जिम्मेवारी पुरा हुँदैन जस्तो मलाई लाग्छ। किनभने यहाँ तपाईँहरू सबै मिलेर एउटा न एउटा कसैले सम्पूर्ण जिम्मेवारी चाहिँ तपाईँ हामी सबैले बोक्नुपर्छ। यहाँनिर यङ जेनेरेसनलाई समेट्न हामीले के गर्नुपर्छ भन्दाखेरि तपाईँ हामीले उनीहरूलाई आदेश दिएर उनीहरूलाई समेटौँ। कसरी हुन्छ? उसको प्यारेन्ट्ससँग कुरा गरेर हुन्छ कि उनीहरूको ग्रुप लिडरहरूसँग कुरा गरेर हुन्छ कि कसरी हुन्छ? उनीहरूलाई समेटौँ। उनीहरूलाई मन के पर्छ हामीले यो गर भने उनीहरूलाई सोध्ने हो, के मनपर्छ तिमीहरूलाई, के गर्न चाहन्छ, त्यो वातावरण बनाइदिउँ न। एनआरएन छाता संस्था त्यस कारणले हो जुन हरेक राम्रो क्रियाकलाप सबैलाई समेट्ने क्रियाकलापहरूको चाहिँ त्यसले चाहिँ अभिभावकत्व चाहिँ त्यसले वर्णन गर्न सक्छ। फर इक्जाम्पल लागि म कलाकार भएको नाताले कलाकारसँग बसेर मैले 6 वर्ष काम गरेँ। 6 वर्ष काम गर्दाखेरि हामीले भाषा कक्षा सञ्चालन गऱ्यौँ, नृत्य कक्षा सञ्चालन गऱ्यौँ, अझै पनि हामी सञ्चालनमा छौँ। तर दुःखको कुरा भाषा कक्षा सञ्चालन गर्दाखेरि कोही पनि साथीहरूले चाहिँ त्यसमा इन्ट्रेस्ट देखाइदिनु भएन। र हाम्रो दिपकजीले त्यो भाषा कक्षा सञ्चालन गर्नु हुँदाखेरि अब उहाँ कुन पार्टीसँग त्यो त मलाई थाहा भएन। पछि कुरा गर्दै लाँदाखेरि त उहाँ कुन पार्टीको अरे त्यो फलाना पार्टीको मान्छेले पढाउनु रहेछ, हाम्रो बच्चा त पठाउँदैन। स्टुपिड सोच्ने तरिका हो यो। गइरहेर सोच जस्तो भयो। कसले पढाउँछ, कुन पार्टीकोले पढाउँछ होइन, तपाईँको छोराछोरीले सिक्छ के? हाम्रो भाषा र संस्कृति भनेको हाम्रो पहिचान, हाम्रो आदर्श हो। हामीले जहाँ गए पनि हामीले यसलाई चाहिँ जुनुन राख्नुपर्छ, जिउँदो राख्नुपर्छ भन्ने मेरो मान्यता हो। एनआरएन भन्छ हामी सबैको साझा संस्था हो। कलाकार सङ्घले नृत्य कक्षा सञ्चालन गरेको र भाषा कक्षा सञ्चालन गरेको अहिले लगभग 5 वर्ष भयो। 5 वर्षमा न त एउटा एनआरएनको चाहिँ मान्छे त्यहाँ आएर बाबु तिमीहरूलाई कस्तो छ, के सुन्दैछ, के सहयोग गर्नुपर्छ भने उपस्थित समेत दिएन। यत्रो राजनीतिहरू छ, तपाईँको आदर्शको कुरा गर्छ, यति लामो भाषण ठोक्छ, कसैले एकचोटि आएर चाहिँ सोधेन यो संस्थालाई आवश्यकता के छ। र पनि कलाकार सङ्घ निरन्तर अगाडि बढिरहेछ, आफ्नो काम गरिरहेछ। कारण यसरी छाता समर्थन यदि हुनु छ भने
हरेक क्षेत्र र वर्गलाई समेटेर तपाईहरुले अभिभावकत्व जिम्मेवार गर्नै पर्छ। यो मेरो मान्यता हो र यो हुनु पनि पर्छ जस्तो मलाई लाग्छ। यहाँ म कलाकार भिन्न क्षेत्रमा आउँदाखेरि तपाईहरुले भन्नु होला, मैले अघि पनि भने मलाई काम गर्न असाध्यै गाह्रो छ, मलाई बोल्न पनि गाह्रो छ। तपाईहरुले देख्नु भएको छ म गीत गाउँदा कति सजिलोसँग गाएँ, अहिले बोल्दा मलाई कति अप्ठ्यारो भइरहेछ हैन। तर के हो, म एउटा छु, म सिङ्गल छु, तर यो एनआरएन को भूमिका हरेक नेपाली सङ्घ संस्था हरेक नेपाली समुदायमा के हुनुपर्छ भन्ने कुरा मलाई राम्रोसँग म किनकि त्यो भित्र म बुझेको छु। यहाँनिर जात भनेको छ, राजनीतिक पार्टी भनेको छ, यो गुट उपगुटहरू छोडिदिनुहोस्। तपाईहरु राजनीति गर्नु छोडिदिनुहोस् संस्थामाथि। यदि तपाईलाई राजनीति गर्नु छ भने अर्को ठाउँमा गएर राजनीति गर्नु। यो सामाजिक शुद्ध सामाजिक संस्था भएकोले यसलाई सामाजिक संस्थाकै रूपमा स्थापित गर्न दिनुहोस्। यदि तपाईहरु यसरी नै फेरि अगाडि बढ्दै आउनुहुन्छ भने यो एनआरएन हामीलाई चाहियो। यो एनआरएनलाई खारेज गरिदिँदा पनि केही पनि फरक पर्दैन, किनभने सबै आफ्नै तरिकाले अगाडि बढिरहेको छ। जतिवटा समावेशी ग्रुप बनाए पनि आखिर आउने त राजनीति नै हो। यो हिजो जब म यहाँ बेल्जियममा आएँ तब म एकचोटि भुइँमा जाने मौका पाएँ। त्यतिखेर 8-10वटा बस जान्थ्यो, सबै नेपालीहरू त्यहाँ कति रमाइलो भजन सुन्थ्यो। के बुद्धिस्ट, के मुस्लिम, के हिन्दू, के सम्झि। त्यसै गरेर हामी चाहिँ राधा देश गयौँ। त्यो वातावरण तपाईँहरू सम्झिनुहोस् एकचोटि, त्यो बेला सम्झिनु। त्यसपछिको जब राजनीतिक आयो नि, जब राजनीति आइसकेपछि खोइ त तपाईँ एउटा सानो प्रोग्राम बेल्जियमको कुनै एउटा नाम भयो भने हुरुरुरु नेपालीहरू त्यहाँ गएर कस्तो रात गरी नाच्ने खोइ त्यो वातावरणमा अहिले कलाकार सङ्घले यहाँनिर कलाकार भएको नाताले चाहिँ म अलिकति कलाकार सङ्घको व्याख्या गर्छु यसमा नभए। कलाकार सङ्घले हरेक वर्ष देउसी भैलो कार्यक्रम गर्छ, हरेक वर्ष देउसी भैलो कार्यक्रम गर्छ। आउँदाखेरि 10 रुपियाँ टिकट काट्नु पर्यो भनेदेखि यो त महँगो हो, अलिकति कम गर्नु। घरमा टिकट गरेर यस्तो हाम्रो कार्यक्रम छ, बच्चाहरूले हामीले यसरी चाहिँ मेहनत गरेर चाहिँ आइदिनु पर्यो भन्दाखेरि कसैलाई त्यो इन्ट्रेस्ट छैन। आउने नआउने त्यो उहाँहरूको इन्ट्रेस्ट हो। तर तपाईँहरू नभए पनि तपाईँहरूको बच्चालाई त ल्याएर एकचोटि देखाइदिनुहोस् न हाम्रो वास्तविक कल्चर के हो। त्यसैले यदि यो एनआरएन स्वस्थ राजनीतिक रहित संस्था हुने हो भने यहाँनिर राजनीति गर्नु बन्द गर्नुपर्छ। चाहिँ बाचा गर्छु, बाचा त नगरौँ, किनभने जति बाचा पहिलाको साथीहरूले गर्नुभयो सबैले बिर्सिदिनु भयो। म कोसिस अवश्य यति खुसी लाग्यो। एनआरएनको टिम, एनआरएनको महिला टिम, एनआरएनका पुरुष साथीहरू यति सशक्त हुँदो रहेछ। यदि यो कार्यक्रम हाम्रो निर्वाचन कमिटीले पहिला राख्न सकेको भए सायद सर्वसम्मत पनि हुन सक्थ्यो होला। सबैमा यस्तो भावना रहेछ। हामी एनआरएनमा अत्यन्तै स्वतन्त्र भएर आएका छौँ। बेल्जियममा हामी केही गर्न चाहन्छौँ। हामी एनआरएनलाई राजनीतिक रहित संस्था बनाएर लान चाहन्छौँ भनेर सबैको भावनाहरू यो पोखियो। त्यो भावनाले मलाई एकछिन भावुक पनि बनायो। र म के चाहन्छु भने मैले पनि तपाईँको भावना जस्तै एउटा स्वतन्त्र रूपले मेरो उम्मेदवारी दिएकी छु। हिजो म कुनै संस्थामा थिएँ, तर आज म त्यो संस्थामा छैन। म स्वतन्त्र रूपले यो सामाजिक संस्थालाई सामाजिक संस्थाै हुनुपर्छ भन्ने भावना बोकेर म तपाईँहरूको सामु आएको छु। र मलाई अलिकति कता खिन्न जस्तो पनि लाग्यो। निर्वाचन अथवा संविधान एकातिर साथीहरूले भन्दै हुनुहुन्छ, एकातिर अलिकता नमिले जस्तो पनि मलाई अनुभव भयो। हाम्रो टिम, हाम्रो प्यानल उहाँले पटक दोहोऱ्याउनु भयो। त्यो चाहिँ अलिकति निर्वाचन आयोगलाई अपमान गरेको मैले महसुस गरेँ। तर मसँग कुनै समूह छैन, कुनै प्यानल छैन। म एउटा महिला उम्मेदवार भएको हुनाले मेरो साथीहरूले यदि तपाईँ अध्यक्ष हुनुभयो भने हामी पनि त्यहाँ बसेर काम गर्न चाहन्छौँ, हाम्रो पनि त्यहाँ उम्मेदवारी छ भनेर केही साथीहरूले दिनुभएको छ। त्यसैले म तपाईँहरूको सामु के कुरा प्रश्न गर्न चाहन्छु भने एनआरएनले स्थापना कालदेखि आजसम्म आउँदासम्म मैले एनआरएनले बेल्जियमलाई मैले आफ्नो क्षमताले भएसम्म आर्थिक रूपले, भौतिक रूपले र मेरो आफ्नो जुन मैले गर्नुपर्ने कार्य मैले गर्दै आएको छु त्यसको निम्ति मेरो प्रत्यक्ष रूपमा जानकी दिदी हुनुहुन्छ, प्रेम दाई हुनुहुन्छ, हिजो नेतृत्व गर्ने पिजी दाई हुनुहुन्छ। तर म कुनै पदमा पनि रहेकी छैन। यो मेरो दोष छैन। मैले पदमा रहनको निम्ति मैले धेरै साथीहरूलाई मैले सहयोग गरेँ। मैले के सोचेँ भने काम गर्नको निम्ति पद मात्रै ठुलो कुरा होइन, बाहिरबाट पनि हामी
भनेर मैले धेरै सहयोगहरू एनआरएनलाई मैले गर्दै आएँ। त्यही मूल्याङ्कनको आधारमा मलाई के विश्वास छ भने बेल्जियमवासी दाजुभाइ दिदीबहिनीहरूले अबको नेतृत्व एउटा सबल महिला जो बेल्जियममा हिजो सशक्त रूपले एनआरएनको लागि पनि अभियानमा लाग्नुभयो, कुनै संस्थाको पनि नेतृत्व गर्नुभयो भन्ने मेरो विश्वासलाई तपाईँहरूले एउटा आत्मसात गरेर मलाई नेतृत्व गर्नको निम्ति तपाईँहरूले मलाई जिम्मेवार दिनुहुनेछ भन्ने कुरामा म चाहिँ पूर्ण विश्वास छु। र मैले सानो मेरो प्रतिबद्धता मार्फत पनि मैले विभिन्न कुराहरू तपाईँहरूको मिडिया मार्फत मैले दिइसकेको छु। तर यहाँ मैले केही कुराहरू तपाईँहरूको सामु भन्न गइरहेको छु। धेरै भन्दाखेरि फेरि एकजना नेताले भाषण गर्दै गर्दाखेरि मैले यो ठाउँमा पुल बनाइदिन्छु अन्त त त्यहाँ त खोलै रहेछ अरे, त्यस्तै होला। त्यही भएर मैले धेरै कुरा भनेर तपाईँहरूको अगाडि मैले जे गर्न सक्छु, भोलि तपाईँहरूले मलाई काम गर्नको निम्ति जे जति सहयोग गर्नुहुन्छ, एनआरएनको उद्देश्य के छ त्यो उद्देश्य अनुसार र मेरो क्षमता अनुसार मैले एनआरएनमा काम गर्नेछु। त्यही क्षमतालाई मैले यति ठुलो पन्ना होइन, दस्तावेज होइन, मैले सानो पन्ना बनाएर 10 बुँदे प्रतिबद्धता तपाईँहरूको सामु मैले प्रश्न गर्न गइरहेको छु र म यो अनुमति पनि तपाईँसँग चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, सर्वप्रथम त मैले बेल्जियममा नेपाली समाजमा विद्यमान रहेका सबै प्रकारका असन्तुष्टि र असन्तुष्टिहरूलाई न्यूनीकरण गर्दै सबैसँग सहकार्य र सहमति गरेर बेल्जियमको समुदायलाई एकीकृत बनाएर एकबद्ध बनाएर लैजानको निम्ति तपाईँहरूका सामु मैले यहाँ प्रतिबद्धता जारी गरेकी छु। त्यसै गरी मैले एनआरएन बेल्जियमको वर्तमान कार्य समितिले सुरु गरेका आपतकालीन राहत कोषलाई अझ सशक्तिकरण रूपले यो आपतकालीन कोषलाई मैले सहयोग गर्नको निम्ति बेल्जियममा रहेका विभिन्न सङ्घ संस्थाहरूसँग मैले आबद्ध भएर मैले व्यक्तिगत सहयोग पनि गरेर यसलाई अझ सशक्त गराउने भन्ने पनि मैले यहाँ प्रतिबद्धता गरेको छु। त्यसै गरी एनआरएन बेल्जियममा महिला फोरमले जुन 1 किलो अभियान सुरु गरेको छ, त्यो 1 किलो अभियानलाई मैले अझ सशक्त रूपले अगाडि लाई बेल्जियमका तमाम महिलाहरूलाई त्यसलाई संलग्न गराएर यसलाई अझै वृद्धि गर्दै जाने छु भनेर मैले यहाँ प्रतिबद्धता गरेको छु। यो मैले आफूले गरेको प्रतिबद्धता भएको हुनाले मलाई त्यति हेरिरहन जरुरी छैन, किनकि मैले आत्मसात नै मैले यो गर्छु भनेर तपाईँहरूको सामु ल्याएको हुनाले मैले तपाईँसँग प्रश्न पार्दै पनि गइरहेकी छु। र नेपालमा विनाशकारी भूकम्पबाट जुन आज देश विक्षिप्त भएको छ, नेपाल आमा रहिरहेकी छिन्, त्यो अवस्थामा मैले बेल्जियममा रहेको एउटा विदेशमा रहेको प्रवासमा रहेको एउटा प्रवासी नेपालीको हैसियतले तपाईँहरूका सामु आएर के कति सहयोग गर्न सकिन्छ त्यो सहयोग लगाएर पुनर्निर्माण कार्यको निम्ति मैले एकदम जागरुक भएर मेरो नेतृत्वलाई, म मात्र होइन मेरो नेतृत्वलाई त्यहाँ पुनर्निर्माणको लागि कार्य गर्नको निम्ति मैले जागरुक र उत्साहित गराउनेछु भन्ने पनि मैले प्रतिबद्धता जारी गरेकी छु। त्यसै गरी बेल्जियममा रहेका विभिन्न जात धर्म क्षेत्र र यसका रीतिरिवाजहरूलाई आफ्नो रीतिरिवाज र आफ्नो जुन एउटा संस्कृति छ त्यो संस्कृतिलाई जोगाड गर्नको निम्ति पनि मैले एउटा एनआरएन साझा संस्थाको एउटा प्रमुखको हैसियतले त्यो जुन कार्य गर्नको निम्ति पनि म तपाईँहरूसँग साथमा हात मिलाउनेछु भन्ने पनि मैले यहाँ प्रतिबद्धता गरेको छु। त्यसै गरी बेल्जियमको बसाइमा विभिन्न कागजी रूपमा समस्या भएका विभिन्न नेपालीहरू छौँ। हिजो पनि हामीलाई त्यो समस्याहरू परेको थियो। त्यो समस्याको निम्ति बेल्जियममा रहेका विभिन्न सङ्घ संस्थाहरूले अहिले नै त्यो कार्यहरू गरिरहनु भएको छ। उहाँहरूलाई मैले यहाँ मार्फत धेरै धन्यवाद पनि दिन चाहन्छु। एनआरएनले पनि त्यो कार्यक्रमहरू गर्यो। त्यस कार्यक्रमलाई अझ सशक्त रूपमा बेल्जियममा रहेका सङ्घ संस्था, बेल्जियमका यहाँका सरकारी निकायसँग सामूहिक रूपमा बसेर मैले कसरी यो न्यूनीकरण गर्न सकिन्छ, कसरी समाधान गर्न सकिन्छ भनेर मैले त्यसबारेमा पनि छलफल चलाउनेछु। महिनामा एकपटकसम्म भएछ, महिनामा एकपटक यो समस्या समाधानको निमित्त मैले एउटा टेबलमा बसेर राउन्ड टेबलमा बसेर समस्या समाधानको निम्ति मैले पहल गर्नेछु भनेर तपाईँहरूको सामु मैले प्रतिबद्धता जारी गरेकी छु। त्यसै गरी हाम्रा बेल्जियमका विभिन्न क्षेत्रमा क्षेत्रीय समितिहरू छन्, तर क्षेत्रीय समितिहरू त्यति साह्रो एक्टिभ भएर काम गरेको मैले आफूले अनुभव गरिनँ, मैले आफूले महसुस गरिनँ। सायद त्यो तपाईँहरूले पनि गर्नु भएन होला। त्यसो भएको हुनाले यदि म नेतृत्वमा गएँ भने हाम्रा 5 क्षेत्रबाट अहिले 6 क्षेत्र भएका हाम्रा क्षेत्रीय कमिटीहरूलाई मैले सशक्त रूपमा एनआरएनको अभियानमा लाग्नको निमित्त र क्षेत्र वाइज मैले जिम्मेवारी दिएर साँच्चै नै एनआरएनलाई साझा संस्था बनाउनको निम्ति मैले आफ्नो प्रतिबद्धता जारी गरेकी छु। त्यसै गरी अब अघि पूर्ववर्त साथीहरूले पनि भन्नुभयो बेल्जियममा हामी बसेका त छौँ, तर कति छौँ हामीलाई थाहा छैन। कसैले हामीलाई सही तथ्याङ्क दियो भन्दा हामीसँग त्यो तथ्याङ्क पनि छैन। त्यो तथ्याङ्कलाई मैले जोडतोडका साथ त्यही क्षेत्रीय कमिटी अन्तर्गत जुन त्यो क्षेत्रमा कति हाम्रो मतदाता नामावली छ भन्ने कुरो मैले त्यो क्षेत्रलाई विशेष गरिकन आफ्नो क्षेत्रको मतदाता नामावली लिएर बेल्जियममा यति मतदाता यति नेपाली छन् भन्ने
मैले 3 महिनाभित्रमा तपाईँहरूको सामी बेल्जियमका नेपालीहरूको मैले जुन नामावली मैले प्रकाशित गर्नेछु यो मेरो अत्यन्तै हृदयदेखिकै प्रतिबद्धता हो तपाईँहरूको सामु। अर्को एउटा मुख्य कुरा मैले तपाईँलाई भन्नै पर्छ, म आफू उम्मेदवार भएर म फिल्डमा अहिले सदस्यता बनाउन गएँ। आफू उम्मेदवार हुँदा र अरू उम्मेदवार हुँदा धेरै फरक हुँदो रहेछ। म आफैले आफू चुनावमा जाने भएको हुनाले केही मैले अनुरोध गरेर पनि सदस्यता बनाउनु पर्ने भयो। म त्यहाँ जाँदा कसै सदस्यताहरूबाट पनि अथवा कोही बेल्जियमवासी जनसमुदायबाट पनि एनआरएन प्रतिको एउटा पोजिटिभ धारणा मैले देखिनँ। हुन त हिजोको नेतृत्वले अत्यन्तै राम्रा काम गर्नुभएको छ। उहाँले त समय दिनुभएको छ, पैसा पनि हाल्नुभएको छ, हरेक कामहरू गर्नुभएको छ। आज जाँदाखेरि एउटा महिला नेतृत्व भएर आज यति धेरै महिलाहरू पनि आयो, उहाँले पनि एउटा श्रेय पाउनुपर्छ। यहाँ आज यति धेरै उम्मेदवारहरू भयो, एनआरएनकै श्रेय हो उहाँलाई नै जान्छ। तर पनि हामीले साना साना कुराहरू हामीले गर्न सक्ने कुराहरू पनि हामीले गर्न सकेका रहेनछौँ। हामीले एउटा यदि हामीसँग एउटा कार्यालय हुन्थ्यो भने आज हामीले बेल्जियममा कुनै पनि कार्यक्रमहरू एनआरएन मार्फत हामीले गर्न सक्थ्यौँ भने आज बेल्जियमका जनसमुदायले एनआरएनको सदस्यता बन्ने कहाँ हो भन्ने अफिस खोज्दै ढडकाउन आउनुहुन्थ्यो होला। त्यो वातावरण हामीले बनाउन सकेनौँ। त्यो हाम्रो पनि जिम्मेवार छ, त्यो नेतृत्व पङ्क्तिको मात्रै होइन, त्यो हाम्रो पनि जिम्मेवार हो। त्यसो भएको हुनाले सबभन्दा पहिला मैले एनआरएन बेल्जियमको कार्यालय यदि सम्भव भएर कोही तपाईँ निस्किनुहुन्छ भने तपाईँहरू दिनु छैन भने मैले मेरै घरबाट उद्घाटन गरेर मैले एनआरएन बेल्जियमको कार्यालय मैले उद्घाटन गर्नेछु र विभिन्न क्षेत्रमा क्षेत्रीय कार्यालयहरूको मैले उद्घाटन गर्नेछु। यो समस्या आज मैले एउटा अध्यक्षको उम्मेदवार हुँदा मैले भोगेँ भने तपाईँहरू सबैले भोगिरहनु भएको छ। भोलिको पिँढीले, भोलिको बेल्जियमको समुदायले त्यो समस्या नभोगोस्। सदस्यता बनाउनको निम्ति झोलामा पेपर बोकेर हाम्रा उपसंयोजकज्यूहरू घर घरमा जानुभयो। भएका पेपरहरू झोलामा बोकेर सुरक्षित, पैसा पनि साथमा, पेपर पनि साथमा, सुरक्षित हुन्छ कि हुँदैन, कहाँ कसले बस्नु भने डरले बिचरा झोला च्यापेर उहाँहरू रात बिहान दौडिनु भयो। त्यो देख्दा मेरो चित्त साह्रै दुख्यो। त्यसो भएको हुनाले सबभन्दा पहिला हामीलाई जरुरी बेल्जियममा एउटा कार्यालय अत्यन्तै जरुरी छ। त्यो कार्यालय बनाउनको निम्ति मैले मेरो हृदयदेखि नै जो कोहीले जिते पनि म यो टिम त्यो टिम भन्दिनँ, यहाँ आएका जति प्रतिबद्धता जाहेर गरेका मेरा सम्पूर्ण एनआरएनका प्रत्याशी साथीहरू, मेरा एनआरएनका सदस्य साथीहरूले जोसँग जिते पनि म नेतृत्वमा आयो भने सबैभन्दा पहिला मैले बेल्जियममा एनआरएन कार्यालय बनाउने छु। यदि मैले यी गरेका प्रतिबद्धताहरू मैले पुरा गर्न सकिनँ भने तपाईँहरूको सामु मैले यहाँ अग्रजहरूको सामु मैले के भन्न चाहन्छु भने मैले 1 वर्षभन्दा बढी म एनआरएनको ठाउँमा अध्यक्षको पदमा बस्ने छैन। यो तपाईँको गर्न नसकिने केही पनि छैन। हामीले हरेक कुराहरू कति ठुल्ठुला कुराहरू गर्छौँ तर व्यवहारमा हामीले लागू गर्दैनौँ। व्यवहारमा लागू गर्नको निम्ति म एउटा महिला हो, एउटा महिलाले घर बिग्रेको देख्न चाहँदैन, परिवार बिग्रेको देख्न चाहँदैन, आफ्ना सन्तान बिग्रेको देख्न चाहँदैन, त्यस्तै एउटा संस्था बिग्रेको पनि देख्न चाहँदैन। मैले बेल्जियमको संस्था नबिग्रियोस्, यो सामाजिक संस्था नबिग्रियोस्, यो सामाजिक संस्था जिनी भाइले भने जस्तै साँच्चै नै सामाजिक संस्था होस् भनेर 12 वर्षको बेल्जियमको बसाइमा आज विभिन्न आफ्ना खरासी समस्याहरूलाई पार गर्दै आफ्ना विभिन्न क्षेत्रबाट साथीहरूले आउँ भन्दा पनि अझै मेरो बेला भएको छैन। अझै म आर्थिक रूपले, राजनीतिक रूपले अथवा हरेक क्षेत्रबाट म सशक्त भइसकेपछि मात्रै म एनआरएन आउँछु भनेर 12 वर्षपछि म तपाईँको सामी अध्यक्षको पदमा मैले उम्मेदवारी दिएकी छु र तपाईँले विश्वास गर्नुहोस्, म प्रति विश्वास गर्नुहोस्। मैले अवश्य पनि बेल्जियममा एनआरएन छ, बेल्जियममा चाहिँ एनआरएन चाहिँ साँच्चै नै सामाजिक संस्था हो भन्ने भावना, तपाईँको भावनालाई मैले आत्मसात गरेर मैले त्यो तपाईँलाई विश्वासको बदला मैले 1 वर्षमा तपाईँलाई मैले गराइदिनेछु। मैले अघि पनि भने यदि गर्न सकिनँ भने म त्यो पदमा रहन मलाई नैतिकता पनि दिँदैन र म बस्दा पनि बस्दैन। र अन्तमा म के भन्छु भने सम्पूर्ण आदरणीय बेल्जियमवासी दाजुभाइ दिदीबहिनीहरू, तपाईँले हामी 3 जना प्रत्याशी उम्मेदवारहरूलाई मैले म अत्यन्तै राम्रो छु भनेर भन्दिनँ। तपाईँहरूले मूल्याङ्कन गर्नुहोस्। तपाईँहरूले मूल्याङ्कन गर्नको निम्ति हामी आज यहाँ आएका छौँ र म के भन्छु भने तपाईँहरूले फेसबुकको स्टाटसमा अथवा व्यक्तिगत रूपमा अहिलेसम्म जो जतिलाई समर्थन गर्नुभएको छ तर तपाईँको अमूल्य भोटले मलाई समर्थन गरिदिनुहोस्, मलाई जिताइदिनुहोस् र बेल्जियमको यो समुदायलाई, यो बेल्जियमको एनआरएनलाई साँच्चै नै सामाजिक संस्था बनाउनको निम्ति मलाई अवसर दिनुहोस्। यसको निम्ति म तपाईँलाई हृदयदेखि नै हार्दिक अपिल गर्दछु।